वेलकम टु राजधानी डायरिज सिजन 2। यो सिजन जसरी हामी क्रिकेटमा फोकस गरिरहेछौँ, आज चाहिँ हामीसँग नट जस्ट अ प्लेयर, एनसिएको ट्रेजरर सञ्जीव हुनुहुन्छ। सञ्जीव वेलकम। Thank you, Nitesh. Thank you for having me here. Thank you, Sarada, as well. कस्तो हुँदैछ सञ्जीव तयारी? लेट्स टक अबाउट एनसिए नै होइन। अब सिएनपिएल भइरहेछ, सिएनपिएल भन्दा अगाडि एनसिए पनि भयो। हामीले कति कुरा गरिसक्यौँ। केही अब प्रेसिडेन्ट आउनुभयो, अनि सुमित दाई आउनुभयो, तर ओभरअल पर्सपेक्टिभमा तिम्रो भ्यूमा एनसिएले अहिलेसम्म गरेको प्रोग्रेस अनि हाउ आर यु फिलिङ एज अ ट्रेजरर होइन, तिम्रो ड्युटिज रेस्पोन्सिबिलिटिज के भइरहेछ? यसो रन थ्रु गर न। मलाई यो चाहिँ आज एकदम सजिलो लागेको छ। दाईहरू हुने जहिले पनि दाई दाई भन्ने, अब आफूले कन्टेम्पोरेरीसँग तिमी भन्नु बोल्दा चाहिँ अलिक कस्तो इज भए जस्तो फिल भइरहेछ कि। अब एज अ ट्रेजरर अब एनसिएमा मेरो रोल अब त्यही मनी रिलेटेड मात्रै छैन होइन, त्योभन्दा धेरै ठुलो छ। अब ग्राउन्ड बुकिङहरूदेखि लिएर अब बजेट म्यानेजमेन्टहरूदेखि लिएर इभन सिएनपिएलको के भन्छ फर्स्ट ड्राफ्टदेखि लिएर सबै कुरा अब ह्यान्डल मैले गरेको थिएँ। अब त्यसमा पछि कति कुराहरू गएर चेन्ज गर्नु पऱ्यो। अब सबैजना अब हामी सिएनपिएल ड्राफ्टमा थियौँ 4जना, अब सबैजनाले मिलेर त्यसपछि गऱ्यौँ। अनि एज एनसिए अब पहिला अब सक्सेसफुल टुर्नामेन्टहरू भएको थियो, बट जुन लेभलमा अब यो वर्षदेखि भयो नयाँ कमिटी फर्म भएदेखि त्यो चाहिँ एकदमै प्रोग्रेसिभ भन्नुपर्छ। किनभने हामीले 6 मन्थ्सभित्रै ब्याक टु ब्याक 2टा सक्सेसफुल टुर्नामेन्टहरू फिनिस गऱ्यौँ। अनि यो थर्डमा लागि परेको छौँ। होपफुल्ली यो पनि सक्सेसफुल नै हुन्छ। कतिको गाह्रो हुँदैछ सञ्जीव? किनभने वी आर इन अ वर्ल्ड वेयर वी आर मोर क्रिटिसाइज देन अप्रिसिएटेड होइन, र कतिको गाह्रो हुँदो रहेछ। किनभने आइज आर अन यु गाइज होइन, जुन लेभलको टुर्नामेन्टहरू भइरहेछ नि त्यो इट्स बिग होइन, जति अटेन्सन पाइरहेको छ। इभन फर्स्ट राउन्ड अफ गेम पनि भयो होइन, त्यति अमाउन्ट अफ अडियन्समा त कतिजना प्लेयरले खेलेको पनि छैन होला जतिको अटेन्सन छ। त्यो सबै गर्दाखेरि कतिको गाह्रो भयो, र एज कम्युनिटी कतिको सपोर्ट पायो एनसिएले? अब गाह्रो त अब फर्स्ट डे थियो, सबैजनाको लागि सब कुरा नयाँ थियो। कहाँ के कसरी गर्ने, अब कसरी म्यानेज गर्ने सब थोक फर्स्टचोटि गर्दाखेरि अब फर्स्ट डेमा चाहिँ गाह्रै भएको थियो अलि होइन। अब म अजय दाई, सुमित दाई, आशिष दाई बिहान 7:30 बजेदेखि ग्राउन्डमा थियौँ। त्यसमाथि अब हाम्रो प्लेयरहरूले हाम्रो हबमा पोस्ट हाल्नुभएको थियो, रोप चाहियो भनेर। बिहान 8 बजेदेखि रोप हाल्न थाल्यौँ पहिला। लगभग 1-1.5 घन्टा त रोपले खाइदियो त्यहाँ। अनि अब कम्युनिटीबाट सपोर्ट राम्रै आएको छ भन्नुपर्छ। जुन लेभलमा हामीले सोचेको थियौँ त्यो लेभलभन्दा धेरै माथि गएको छ सिएनपिएल होइन। अब होपफुल्ली योभन्दा धेरै सपोर्ट आउँछ, अझै सपोर्ट आउँछ मेबी। के छ त भिजन सञ्जीव? कि अब आर वी बिकज जुन हाइप अथवा जति कुराहरू सुन्यो नि, अब बाहिर चाहिँ मोर पिपल आर गेटिङ इन्ट्रेस्टेड। क्यान वी सी मोर टिम्स इन फ्युचर? कि वाट इज द थट एज अ कम्युनिटी मेम्बर अर एज एन अर्गनाइजर? अब एक्स्ट्रा टिम हाल्ने भनेर यही सिजनबाट नै कुरा भएको थियो, नभएको होइन। बट हामीले चाहिँ के सोच्यौँ भन्दाखेरि एक्स्ट्रा टिम मात्र हालेर भएन, हामीले त्यो क्वालिटी होइन। अब जस्तै क्लब लेभल गेम खेल्दाखेरि हामीले जुन अब नर्मल क्याचेसहरू छुट्छ होइन, अब त्यो लेभलको फेरि अब फ्रेन्चाइजमा ओनरहरू जोडिनु भएको छ होइन। अब त्यो लेभलमा फेरि त्यो क्वालिटी दिएर त काम छैन नि त। अब हामीले चाहिँ सिएनपिएललाई एज अ प्रिमियम ब्रान्ड अफ क्रिकेट भन्ने हिसाबले प्रमोट गर्नलाई नै गरेको हो होइन, लन्च गरेको हो। अनि सिएनपिएलले अब त्यसमा त्यही हो, प्रिमियम प्लेयर्सहरू नै खेल्ने हो मोस्टली होइन। अब यसमा मिक्स भएर अरू प्लेयरहरू पनि आउँछन् होइन। अब पुरानो प्लेयरहरू जान्छन्, नयाँ प्लेयर आउँछन्। अब इज अ लर्निङ प्रोसेस हो होइन। पुरानो प्लेयरको लागि पनि अब कस्तो हो भन्दाखेरि जो प्लेयर अनसोल्ड भयो होइन, अब उनीहरूलाई पनि मोटिभेसन हुन्छ होला कि म अब अझै मिहिनेत गर्छु होइन, अझै राम्रो क्रिकेट खेल्छु कि नेक्स्ट इयर म पनि सोल्ड हुन्छु भन्ने हिसाबले।
अनि त्यही भएर आई थिङ्क अब चारैवटा टिम नै ठिक हुन्छ होला अहिलेको सिनारियोमा चाहिँ होइन। अब होपफुल्ली नेक्स्ट इयर अब अझै राम्रो क्रिकेटरहरू आउनुहुन्छ होला होइन। अब त्यो भएपछि चाहिँ हामीले टिम बढाउनलाई सोच्न सकिन्छ। होइन मैले यो कुरा चाहिँ किन जोड्न चाहेको भने सञ्जीव, अब म क्यानबेरा आउँदा चाहिँ लिटरली आई थिङ्क एउटा क्लब फुटेर नभनौँ सेपरेट भएर दुईवटा क्लब बन्दै थियो होइन। त्यो हुँदै गर्दाखेरि अहिलेको टाइमसम्म वी आर अलमोस्ट 8-9वटा टिमहरू लागिसक्यो। त्यो वेमा जाँदा लेट्स नट कम्पेयर आवर सेल्फ विथ एनी बिग सिटिज होइन, सिडनी अर मेलबर्न अर ब्रिस्बेनको कुरै नगरौँ होइन, जस्ट विदिन क्यानबेरा स्मल कम्युनिटी द अमाउन्ट अफ अटेन्सन वी गेटिङ होइन। त्यसले गर्दाखेरि जस्तो 9वटा टिम्स छ, यु गट यही पालि लगभग अलमोस्ट 100 पिपलले रजिस्टर गर्नुभयो होइन। त्यो हेर्दा चाहिँ र अनि कम्युनिटीको इन्ट्रेस्ट हेर्दाखेरि चाहिँ वाइ नट भन्ने क्वेसन चाहिँ एकदम सबैको मुखबाट आएको भएर चाहिँ मैले यो कुरा सोध्न चाहेको कि वाइ आर्न्ट वी, किन 4 मात्र, अभियसली क्वालिटीको कुरा त आउँछ होइन, तर वाइ 4? अनि वाट अबाउट यो बारम्बार यो क्वेसन पनि आएको छ होइन, वाट अबाउट दि अदर प्लेयर्स, हाउ एज the Police Cricket Association in Canberra, how are we going to engage those guys and how are we going to make them feel that they are still in this भन्ने चाहिँ के छ प्लान? सो अब सिएनपिएल चाहिँ अब धेरै लङ टुर्नामेन्ट होइन एनसिएको होइन, जस्ट लाइक 2 months होइन, 2 महिनाको लागि मात्रै हो होइन। अब धेरै टिम नराख्नुको कारण त्यही नै हो। हामीले त्यो अब फ्रेन्चाइज ओनरहरूले यत्रो इन्भेस्ट गर्नुभएको छ, हामीले त्यो लेभलको क्वालिटी दिन सक्नुपर्छ होइन। अनि रह्यो कुरा अब जो अनसोल्ड प्लेयरहरू हुनुहुन्छ होइन, जस्ट आई थिङ्क यो 2 महिनाको ब्रेक जस्तो मात्रै हो होइन। अब देयर इज मोर कमिङ इन द पाइपलाइन होइन, विच आई कान्ट टेल नाउ किनभने अझै हाम्रो फाइनलाइज भएको छैन होइन। बट डेफिनेटली देयर इज मोर क्रिकेट इन द पाइपलाइन होइन। सो स्टे ट्युन्ड भन्न चाहन्छु। एज अ एनसिएको कमिटीको मेम्बर भएर म प्लेयरमा आएको छैन अझै भएर हाउ डु यु फिल, किनभने इट इज लुकिङ रियली प्रोग्रेसिभ होइन, कामहरू यस्तो राम्रो भइरहेको छ होइन। अनि हाउ डु यु गाइज ह्यान्डल दोज क्रिटिसिजम? कि मैले यो कुराहरू चाहिँ प्रिभियसली अजय दाईलाई अथवा सुमित दाई आउँदा सोध्न किन पाएको थिएन भने उहाँहरूलाई एकदम इनिसियल स्टेजमा हामी गफ गरिरहेको थियौँ होइन। अब तिमी आउँदाखेरि चाहिँ एउटा यस्तो स्टेजमा छौँ हामी जहाँ चाहिँ फर्स्ट राउन्ड पनि सक्यो होइन, अनि देयर इज डेफिनेटली सम सर्ट अफ क्रिटिसिजम अफकोर्स भइहाल्छ। हाउ यु गाइज एज अ कम्युनिटी ह्यान्डल दोज होइन, र हाउ डु यु ट्याकल दोज सिचुएसन्स? अब क्रिटिसिजमको कुरा आइरह नै छ होइन, हामीले सुनि नै रहेछौँ। अब प्लेयर भएर फेरि अर्गनाइजर भएर अब त्यहाँ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट आउन सक्छ अथवा आउँछ, त्यो कुरा सबैलाई थाहा छ होइन। बट हामीले चाहिँ के गर्न खोज्छौँ भन्दाखेरि अब एज अर्गनाइजर हामी छौँ, गरिरहेछौँ, खटिरहेछौँ होइन। अब त्यहाँ कोही न्युट्रल मान्छे राखिदियौँ भने उनीहरूले टाइममा नगरिदिएला, ग्राउन्ड अझ जस्तो हामीले 7:30 बजे आएर ग्राउन्ड सेटअप गरिदिउँ, अरू ल्याएर नगरिदिएला होइन। सो त्यहाँ त्यो कुरा पनि छ। अनि प्लस अर्को कुरा के हो भन्दाखेरि अब हामीले अब जो पनि छ अर्गनाइजिङ कमिटीमा होइन, वी आर सबैजना चाहिँ कुरा के भन्छ फ्रेन्चाइजसँग आबद्ध छैन, जस्ट 2-3जना छन्, 2-3जना छैनन् होइन। अनि न्युट्रल मान्छे पनि राखेका छौँ हामीले, जो चाहिँ अनसोल्ड प्लेयर हो बट कमिटी मेम्बर हो, अनसोल्ड प्लेयर होइन, न्युट्रल मेम्बरहरू पनि छन् होइन। अब हामीले कुनै पनि डिसिजन हुँदाखेरि एकलौटी डिसिजन कसैको पनि हुँदैन, कसैले एउटा सोल्युसन दिन्छ, कसैले एउटा सोल्युसन दिन्छ होइन। अब सबैको सोल्युसन लिएर सबै कुरामा डिस्कस हुन्छ होइन। अब त्यो डिस्कसनबाट बेस्ट सोल्युसन चाहिँ के आउँछ त यो सिचुएसनलाई भनेर, अनि त्यो चाहिँ हामीले फरवर्ड गर्ने हो कि। त्यो भन्दै गर्दा चाहिँ कस्तो भने म ठ्याक्कै सोध्न चाहेकै कुरा तिमीले आफै अगाडि ल्यायो कि सन्जु। कस्तो भने एउटा वेमा राइट पनि हो, बाहिरबाट हेर्दाखेरि चाहिँ अब प्लेयर पनि छ अनि मार्की प्लेयर पनि छ, ऊ अब कमिटी मेम्बर पनि छ, कतै बायसनेस पनि हो कि भन्दैन होइन। तर त्यो भन्दै गर्दा चाहिँ फर्स्ट राउन्ड अफ गेममा चाहिँ मैले चाहिँ नन प्लेइङ मेम्बर चाहिँ कोही पनि देखिनँ क्या। फेरि एभ्रिबडी जो पनि फिल्डमा हुनुहुन्थ्यो दे वे अल प्लेइङ। जस्तो प्रेसिडेन्ट उहाँको बिहान गेम थियो, उहाँ आउनुभयो, गेम खेल्नुभयो, चेन्ज टी सर्ट, वेन्ट इन टु अर्गनाइज मोड, अनि काम गर्नुभयो। आई वाज विथ हिम, एन्डमा रोप सोप कलेक्ट गऱ्यौँ।
उहाँहरूको प्रेजेन्स नभएर पनि हो कि यो क्वेसनहरू उठेको किनभने एउटा टिल्ट हुन्छ नि यो एन्ड दिस इज अल्सो अ प्लेटफर्म टु मेबी जस्ट क्ल्यारिफाई दोज थिङ्स नट द्याट यु गाइज ह्याभ टु क्ल्यारिफाई बट किनभने बारम्बार आउँछ यो प्रश्न कि एउटा प्लेइङ प्लेयर एउटा अक्सनमा सोल्ड भएको प्लेयर चाहिँ कमिटीमा छ कतिको यसले अब कता आफ्नो टिमलाई फेभर गर्ने हो कि यो बायस हुने हो कि भनेर त्यो भइरहँदाखेरि एउटा नन प्लेइङ मेम्बर वाज अलरेडी इन कमिटी उहाँहरू हुनुहुन्छ उहाँहरूको प्रेजेन्स पनि नहुँदा चाहिँ अलिकति त्यो एज अ होल सबै तपाईँहरूलाई चाहिँ गाह्रो पर्छ कि भन्ने थट प्रोसेस क्या त्यो अब त्यो दिन जो नन अनसोल्ड प्लेयर थियो त्यो दिन उसको पर्सनल कामले गरेर ऊ आउन भ्याएन मैले मेसेज गरेको थिएँ उसलाई बट भाइ मेरो पर्सनल काम पऱ्यो म आज आउन भ्याउँदिनँ भनेर भनेको थियो अनि रह्यो कुरा अब आफ्नो टिमलाई फेभर गर्ने त्यहाँ 2-3जना एउटै फ्रेन्चाइजबाट खेल्ने प्लेयर त छैन म छु म अर्कै फ्रेन्चाइजबाट खेलिरहेको छु प्रेसिडेन्ट अर्कै फ्रेन्चाइजबाट खेलिरहेछन् सेक्रेटरी अर्कै फ्रेन्चाइजबाट खेलिरहेछन् होइन अब त्यो भएपछि बायसनेसको कुरा आए पनि त्यो ट्याकल गर्न सकिन्छ किनभने त्यहाँ देखिन्छ नि त कुरा हुँदाखेरि उसले आफ्नो टिमलाई फेभर गर्न खोजिरहेछ भन्ने कुरा देखिन्छ होइन अब त्यस्तो कुरा आउँदाखेरि हामीले भन्न पनि सक्छौँ नि त यो यस्तो छ तपाईँले यो गर्न मिल्दैन यो गर्दा यस्तो हुन्छ भनेर होइन त्यो हामीले त्यसरी ट्याकल गर्छौँ तर त्यस्तो कुरै आउँदैन किनभने अब हामी एज अ प्लेयर छौँ होइन बट प्लेयरभन्दा माथि हामी कमिटीको मेम्बर हौँ कि हामीले त्यो एज अ टिमलाई फाइदा पुर्याउने गरी कहिले पनि सोच्दैनौँ कि राइट कुरा त्यो कुरा चाहिँ आई थिङ्क इट वाज गुड टु स्प्रेड आउट दिस थिङ होइन यो प्लेटफर्ममा किनभने गरेको एफर्टहरूलाई चाहिँ आई थिङ्क वी निड टु एप्रिसिएट एज वेल होइन जुन 1 इयरमा प्रोग्रेस गरेको छ एनसिएले त्यो चाहिँ इट्स कमेन्डेबल अनि एज अ प्लेयर आई रियली एप्रिसिएट एन्ड आई थिङ्क अ लट अफ अस हु गट अ प्लेटफर्म वी एप्रिसिएट होइन अब एनसिए त भयो सिएनपिएल भयो अबाउट यो कति भयो क्रिकेट खेलेको कति वर्ष भयो नेपालदेखिको हाउ लङ हेभ यु बिन प्लेइङ क्रिकेट अब क्रिकेट त मेरो अब होस सम्हालेदेखि क्रिकेट नै खेलेँ अब मैले होइन अदर स्पोर्ट मैले कुनै स्पोर्ट्स खेलेकै छैन क्रिकेट नै हो सिन्स आई वाज लाइक 4-5 इयर्स ओल्ड होइन त्यतिखेरदेखि क्रिकेट नै खेले हो सो अनि यहाँ तिमी सिधै क्यानबरा आएको कि सिडनी आएको कि के थियो जर्नी म पहिला सिडनी आएको हो 2 वर्ष सिडनी बसेँ ठ्याक्क मेरो डिग्री सकिने बित्तिकै क्यानबरा मुभ भएको अनि यहाँ आएबाट क्रिकेट खेल्न थाल्यो कि सिडनीमा पनि खेलिरहेको थियो सिडनीमा पनि खेल्थेँ म सिडनीमा अलराउन्डर्स 11 भन्ने क्लब थियो म त्यहाँबाट खेल्थेँ अनि क्यानबरा आएपछि बुद्धले प्लेसबाट जर्नी सुरु भयो है कस्तो लाग्छ सञ्जीव लाइक अहिले चाहिँ फेरि म ब्याक टु यो अथोरिटी पोजिसनमा राखेर तिमीलाई एउटा क्वेसन सोद्धा चाहिँ जुन हिसाबले क्यानबरामा क्लब्सहरू बढिरहेको छ नि अब आई थिङ्क तिमीले बुद्ध प्लेसबाट खेल्दाखेरि इट वाज हार्डली 3 क्लब्स अब अहिलेको सिनेरियोमा 7-8वटा क्लब छ होइन यु योर सेल्फ युआर रिप्रेजेन्टिङ अ न्यू क्लब नाउ होइन त्यो हुँदै गर्दाखेरि डु यु सी इट्स गुड अर लाइक मेबी इट्स टु अर्ली यो धेरै टिम भइरहेको छ भनेर कस्तो आइएम नट आस्किङ एज अ प्लेयर बट तिम्रो थट चाहिँ एज अ पोजिसन एउटा अथोरिटीमा बसेको हिसाबले हेर्दाखेरि अब एज एनसिए भन्नुपर्दा एज अ प्लेयर पनि होइन आई थिङ्क इट्स गुड होइन बिकज अब प्रोग्रेस हो जे कुरा पनि अब केही कुरा डेभलप हुनलाई नै पहिला तोडेर फोडेर त्यसपछि डेभलप हुन्छ केही कुरा होइन अब तोड्ने भन्दैमा अब त्यसरी तोड्ने नै होइन म्युचुअल अन्डरस्ट्यान्डिङ हुन्छ होइन अब त्यही नै हो अब आई थिङ्क इट्स गुड फर प्रोग्रेस गुड फर एनसिए वी गेट मोर क्लब्स अनि कमिङ टु जिएम रोयल्स कस्तो हुँदैछ प्रिपरेसन र लाइक टिमले कसो देखिरहेछ म फर्स्ट गेममा आइनँ होइन लेट्स गो अबाउट आफ्टर अक्सन टिम जेलअप त्यो किनभने अहिले चाहिँ एज अ प्लेयर पनि कसैलाई सोध्न पाउँदा चाहिँ होइन अब कस्तो हुँदो रहेछ किनभने सबैजना अब छुट्टै टिमको प्लेयरहरू हुनुहुन्छ होइन मिक्स भएर खेलिरहनु भएको छ किन त्यो पहिला त अब एनिमी नै भनौँ न अगेन्स्ट खेलिरहेको होइन अब अहिले चाहिँ एउटै टिममा हुँदाखेरिको त्यो भाइब कस्तो हुँदो रहेछ अब सबैजनाको लागि नयाँ लर्निङ हो अभियसली किनभने अब सबैजना डिफ्रेन्ट क्लब्सबाट आउनु भएको छ होइन अब जेलअप गर्न सुरुमा अलिक गाह्रो भइहाल्छ नयाँ क्लबबाट आउँदा किनभने अब क्लब लेभलमा खेल्दा कसैले केही पोजिसनमा खेल्ने कसैले केही पोजिसनमा खेल्ने हुन्छ बट यहाँ एज अ फ्रेन्चाइज खेल्दाखेरि हामीले सबैको अब बेस्ट कसरी निकाल्ने त त्यो कुरामा ध्यान दिनुपर्छ होइन
अब तयारी त एकदम राम्रो भइरहेको थियो होइन हामीले अब प्र्याक्टिस गेमहरू खेल्दा 2 गेम हार्यौँ 1 गेम जिताएको थियौँ अब 2 गेम पनि हाम्रो प्रपर सेट लाइनअप थिएन अब हामीले चाहिँ गेममा चाहिँ कसरी फोकस गर्ने होइन अनि यो प्लेयरहरूलाई चाहिँ हामीले गेममा कुन लाइनअपमा खेलाउने त्यो हिसाबले ऊ पनि गरिरहेको थियौँ एक्सपेरिमेन्ट पनि रहेको थियौँ होइन अनि त्यो कुरा लास्ट गेममा देखियो पनि अनफर्चुनेटली हामी 1 रनले मात्र हार्यौँ बट आई थिङ्क वी प्लेड रियली डोमिनेन्ट क्रिकेट द्याट डे के बिग्रियो त्यो गेममा सन्दीप के भयो किनभने आई थिङ्क जस्ट त्यो गेम बिकज आई वाज भ्युइङ एज अ अडियन्स होइन फर्स्ट 3 overs वेयर नट योर लास्ट 2 overs वेयर नट योर 40 ओभरको गेममा आई थिङ्क यु गाइज वर डोमिनेटेड द एन्टायर 35 overs होइन 5 ओभरले लाइक गेमै चेन्ज गर्थ्यो वाट वेन्ट रङ के भयो त्यो गेममा अब प्रिटी मच लास्टको 2 ओभरसम्म त गेम हाम्रो हातमै थियो होइन अब त्यही हो अब एज सक्सेस स्ट्राइकर्सको म भन्न चाहन्छु उहाँको प्लेयरहरू एकदम धेरै एक्सपिरियन्स हुनुहुन्छ आई बिलिभ जिएम रोयल्सको टिम चाहिँ वान अफ द यङ्गेस्ट टिम नै होला सिएनपिएलमा होइन सो अब हाम्रो लागि लर्निङ फेज हो त्यो अनि उहाँहरूले प्रेसर त्यो टाइममा प्रेसर एकदम राम्ररी ह्यान्डल गर्नुभयो अब हाम्रो ब्याट्सम्यानहरूले त्यही हो त्यो टाइममा अब त्यो जुन नर्भ्स हुन्छ नि त्यो कन्ट्रोल भएको भए चाहिँ अब गेम हाम्रो हातमा हुन सक्थ्यो होला मलाई चाहिँ हाम्रो एकजना भाइ किशोर भाइलाई एकदम आई फेल्ट रियली ब्याड के उसलाई चाहिँ 1 दिन अगाडि हि वाज बलिङ लास्ट ओभर होइन त्यत्रो 45 ओभर लिगको त्यत्रो गेम खेलेर ऊ लास्ट ओभर बल गरेर लास्ट ओभरमा हि वाज देयर अनि फेरि नेक्स्ट डे फेरि लास्ट ओभर लाइक हामी एज अ प्लेयर त इङ्गेज गर्न खेले भन्छौँ नि तर इफेक्ट कतिको हुन्छ लाइक मलाई चाहिँ पर्सनली हुन्छ होइन तर फर यु गाइज एज अ अब यो त फ्रेन्चाइज फर्स्ट हो नि त अब टिम खेल्दा त ल केटाहरू यताउति यस्तै हो भन्यो फ्रेन्चाइज हुँदा त यहाँ त ओनरको आँखा छ सबैले हेरिरहेको छ कस्तो हाउ वाज द रियाक्सन अफ यर ओनर अब ओनरहरूको रियाक्सन त अब अभियसली गेम हारेपछि अलि नरमाइलो लाग्छ किनभने अब धेरै मार्जिनले नै हारेको होइन एकदम कम मार्जिनले हार्यो बट हाम्रो ओनरहरू एकदम सपोर्टिभ हुनुहुन्छ अब कृष्ण दाई सबैले चिनेकै छन् कस्तो हुनुहुन्छ होइन अब त्यही हो अब ओनरहरू एकदम सपोर्टिभ हुनुहुन्छ अब होपफुली विल गेट बेस्ट इन द नेक्स्ट गेम विल गिभ आवर बेस्ट नेक्स्ट गेममा त नहोस् सन्जीव होइन त्यसपछि गेममा बेस्ट होस् होइन यो प्लेइङ अगेन्स्ट इच अदर त्यो भएर भनेको तर लाइक सन्जीव अर्को एउटा कुरा चाहिँ जस्तो मेरो दिमागमा बोल्दा बोल्दै के आयो भने जुन मोनिटरी भ्याल्यु भइरहेछ नि जस्तो गेममा तिमीलाई कसरी हेर्छौ क्या एज अ नट जस्ट एज अ प्लेयर एज अ कमिटी मेम्बर एज अ प्लेयर जुन अब प्राइजेसहरू प्लेयरले पाइरहेको छ होइन अनि जुन दुईवटा कुरा चाहिँ मलाई अलिक खड्केको अथवा लाइक मेबी नभइदिएको भए जस्तो हुन्थ्यो भने चाहिँ कन्जम्सन अफ एल्कोहल इन द फिल्ड त्यसको के छ रुल्स एज अ कम्युनिटी कस्तो रुल पास गरेको छ होइन किनभने हामीले त यो कम्युनिटीमा प्रमोट गरिरहेछौँ होइन अनि वी आर इन्भाइटिङ पेरेन्ट्सदेखि किड्स होइन अस्तिको इन्भाइरोमेन्ट वाज सच अ भाइभ होइन के अरे प्लेयर्सले आफ्नो वाइफ बेबी बुवा मम्मीहरू सबै आइरहनु भएर सबले इन्जोय गरिरहनु थियो कतिजना त बुझ्नु पनि भएको थिएन होला तर उहाँहरूले ताली बजाइरहनु भएको थियो वाइफ्स वे सपोर्टिङ द हस्बेन्ड होइन अनि यु कुड सी त्यो पहिला एउटै टिमबाट खेलिरहेको मान्छे पनि ड्राइभरले त यस्तो नगर्नु न भने होइन भाउजू तपाईँको बुढाले आउट गर्नुपर्छ भने त्यो भाइ थियो त्यो हुँदै गर्दा अब जुन हुन्छ नि एउटा स्मोकिङ अनि ड्रिङ्किङ त्यो लाइक कति चिज त यु गाइज कान्ट कन्ट्रोल त तर के छ त्यसमा चाहिँ अब किनभने यो कुरा त अभियसली उठेको थियो होला फ्रेन्चाइजसँग पनि कुरा भएको थियो होला होइन त्यो कसरी म्यानेज गरेको छ त्यो कुरालाई अब यस्तो हो अब स्मोकिङ त हामीले अब केही गर्न सक्दैन बिकज अब दोज हु आर एडिक्टेड होइन उनीहरूलाई मात्रै थाहा हुन्छ त्यो अब अलिकति त्यो जुन तल भन्छ नि होइन त्यो तल लाग्ने बेला त्यो खाइहालेन भने त्यो अब के हुन्छ अब त्यो भन्नै सकिन्न अब सरी म पहिला अब काम गर्दाखेरि पनि 2-3जना इम्प्लोइहरू थिए होइन एभ्री 1 आवर एभ्री 2 आवरमा खानै पर्ने भएन नि कामै गर्न नसक्ने त्यस्तो पनि हुन्छ होइन अब स्मोकिङको लागि त हामीले अब केही गर्न सकिन्न होइन अब
जसले गर्नुहुन्छ उहाँहरूले नै बुझेर अब बच्चाहरूको अगाडि अब गर्नुहुन्न होला होइन। अब ड्रिङ्किङको लागि त अब ड्रिङ्क गरेर खेल्न त अभियसली हामीले दिँदैनौँ। अनि उनीहरूले पनि अब प्लेयरहरूले पनि बुझ्छन् होला त्यो कुरा होइन। ड्रिङ्क गरेर खेल्दाखेरि अब टेनिस बल त होइन, हार्ड बल हो होइन, लाग्यो भने अब जे पनि हुनसक्छ। सो अब ड्रिङ्क गरेर त खेल्न दिँदैन। अब डेफिनेटली कसैले ड्रिङ्क गरेर खेलेको भेटिएमा त अब डिसिप्लिनरी एक्सन हुन्छ प्लेयरमाथि होइन। अनि अब आफ्टर गेम अब बसिरहेको हुन्छन् अब रमाइलो गर्नलाई। अब ड्रिङ्क गर्दा म चाहिँ त्यसमा त्यस्तो होइन, आफ्टर गेम त ठिक छ, इट्स कल्चर पनि होइन। हामी अब नेपालबाट बाहिर छौँ, यहाँ कल्चरै छ। मलाई आफैलाई एउटा एकदम कल्चरल सक भएको थियो फर्स्ट टाइम। आई थिङ्क फर्स्ट टाइम होला म सिडनीमा एउटा टिमसँग खेल्थेँ। अनि हामीले चाहिँ कस्तो थियो भने सञ्जय रुल, अब एभ्री गेममा इफ यु मेक अ मिस्टेक $1 डोनेसन गर्नुपर्ने। अनि त्यो चाहिँ एन्ड अफ सिजन त्यहाँ चाहिँ मोस्टली दे इन्जोय क्या। विनिङ त छँदैछ तर हामीले चाहिँ गेम इन्जोय गर्थ्यौँ कि। अनि $2 $1 एउटा गेममा त $10सम्म पनि कोइन फाइन भएको थियो। अनि त्यो सबै पैसा लास्टमा एन्ड अफ द सिजन चाहिँ अनि ड्रिङ्क गर्ने, जुत्तामा रक्सी हालेर पनि खाएको देखियो होइन। बस यहीँ आएर थाहा भयो त्यस्तो नि हुँदो रहेछ भनेर होइन। सो विच इज फाइन। तर मेरो भनाइ चाहिँ एज अ प्लेयर चाहिँ दे सुडन्ट है, अब खाएर चाहिँ ड्रिङ्क गरेर चाहिँ फिल्डमा जान भएन भन्ने चाहिँ एउटा त्यो स्ट्रिक्ट छ। तर लाइक एज यु सेड डिसिप्लिनरी एक्सन लिने भनेपछि कति कुराहरू बुझ्नु पनि पर्छ, यो राइट होइन। अनि लाइक फर्स्ट डे एकदमै एक्साइटिङ भएको थियो होइन। सो ह्याट्स अफ टु यु गाइज। त्यो कुरामा चाहिँ लाइक यु गाइज सुड बी प्राउड अफ यर सेल्फ रिगार्डलेस हजारौँ कुरा उठे पनि। फर्स्ट डे चाहिँ एन्ड क्रिकेटको क्वालिटी पनि राम्रो थियो दुवै गेम। इट वेन्ट डाउन टु वायर होइन। सो कतिको प्राउड फिल हुन्छ त्यो मोमेन्टमा होइन। एउटा एज एन अर्गनाइजर दिस इज द फर्स्ट CNPL। यो त लर्निङ फेज हो होइन। यु आर बाउन्ड टु मेक मिस्टेक्स र दर इज नथिङ रङ भन्छ नेपालीमा, लाइक घोडा चढ्ने मान्छे लड्छ भनेर अफकोर्स होइन। सो आई वाज एट दि एन्ड अफ द डे घर गएर इभ्यालुएट गर्दाखेरि आफ्नो भन्यो तिमीले, हामी अफेयर कुरा गर्दाखेरि बिहान 6 साढे 6 बजी निस्केको मान्छे राति 8 बजे घर पुग्यो भने नि त्यो जुन फ्यामिली टाइम हो, विकेन्ड छुट्टीको दिन घरमा वाइफ कुरेर बसिरहेको होला त्यो। तर एट दि एन्ड अफ द डे हाउ वाज द सेटिस्फ्याक्सन? अब CNPLसँग अब जो पहिलाबाट हुनुहुन्छ होइन, हामी 4 जना। अब CNPL चाहिँ हाम्रो लागि अब एउटा भर्खर न्यु बर्न बेबी हो होइन। अब न्यु बर्न बेबी अब हुर्किँदाखेरि अथवा ग्रो गर्दै गर्दाखेरि अभियसली एज अ प्यारेन्ट प्राउड फिल हुन्छ नि त। प्राउड फिल हुन्छ, आफ्नो प्रोडक्टले राम्रो गरिरहेछ भन्ने हुन्छ नि त। अब त्यो अब रहेको कुरा अब घरमा वाइफ त अब एकदम सपोर्टिभ हुनुहुन्छ होइन, एकदम सपोर्टिभ हुनुहुन्छ। त्यही भएर म यत्रो टाइम दिन सक्छु बाहिर होइन। नभए त पोसिबलै हुन्थेन होला मेरो लागि। त्यो त अघि तिमीले अफेयर पनि भन्यो नि, अब बुढीले त मलाई के अरे प्रधानमन्त्री नै हो क्या मेरो बुढा भनेर भन्यो भनेर। सो मैले चाहिँ यो कुरा एभ्री टाइम किन स्ट्रेस गर्न खोज्छु भने वी सुड एप्रिसिएट देयर एफर्ट एज वेल। उहाँहरूले जुन सेक्रिफाइस गरेर चाहिँ सपोर्ट गरिदिनु भएको छ नि, लाइक इट्स रियली अ प्लेस एज वेल। एन्ड इफ यु वान्ट टु से समथिङ एन्ड थ्याङ्क यर पार्टनर, आई थिङ्क दिस इज द राइट टाइम। मेक हर फिल प्राउड, से समथिङ सो द्याट सी इज ह्याप्पी। यु गेट मोर ह्याप्पिनेस वेन यु गेट आउट अफ द हाउस होइन। त्यही भएर म चाहिँ एउटा चाहिँ सोध्न मन लागिरहेको थियो। अनि सञ्जीव अब कमिङ गेम्सहरू पनि आउँदैछ होइन। तर ओसियाना मिनवाइल ओसियाना पनि छ एन्ड देयर इज अ ब्रेक इन बिट्विन होइन। ओसियानाको कुरा गर्दाखेरि हाउ वाज द टिम सेलेक्सन? त्यो कसरी गरियो, लाइक कसरी डिस्कस भयो? किनभने देयर वाज अ अनाउन्समेन्ट फ्रम द अफिसियल पेज कि टिम आउँछ भनेर, एन्ड देन देयर वाज नेक्स्ट अनाउन्समेन्ट थियो। सो वाट वाज द इन्भल्भमेन्ट? कसरी डिसिजन भयो फ्रम चुजिङ क्याप्टेन्स टु अल प्लेयर्स? यसो अलिकति हामीलाई भनिदेऊ न। अब क्याप्टेन त हाम्रोलाई एउटा अब नो ब्रेनर नै थियो होइन। अब आशिष दाई पहिलादेखि लिड गरिराख्नु भयो होइन। अब एज अ लिडर अब सबैजनालाई उहाँको केपेबिलिटी एज अ लिडर एज अ प्लेयर सबैजनालाई थाहा नै छ होइन। अब रह्यो कुरा प्लेयर सिलेक्सनको एकदम हेक्टिक नै थियो। हामीलाई लगभग एक हप्ताभन्दा बढी लाग्यो टिम निकाल्न होइन। अब सबै क्लबहरूमा प्लेयरहरू राम्रो छन्, बट हामीले अब लग्न मिल्ने ड्यु टु बजेट होइन। अब लग्न मिल्ने भए भने धेरै नै लग्थ्यौँ होला। क्यानबेरामै भए भने 2टा टिम राखेर खेलाउँथ्यौँ होला होइन। खेलाएको पनि लास्ट इयर खेलाएको पनि हो होइन। अब त्यही हो, अब बजेटले गरेर धेरै प्लेयरहरू लग्न सकिएन होइन।
अब बट अब जो प्लेयर सेलेक्ट हुनुभएको छ अब प्लेयरहरूको पनि हरेक क्लबबाट हामीले पहिला अब क्लबबाट नाम लिएको छौँ होइन को इन्ट्रेस्टेड छ ओसियानियालाई भनेर अब त्यहाँ नामहरू आइसकेपछि अब हाम्रो त्यहाँ अब को प्लेयर कुन रोलमा राम्रो छ के छ कस्तो छ कुन प्लेयरबाट हामीले के लिन सक्छौँ होइन त्योहरू सबै कुराहरू डिस्कस भएर अनि त्यसपछि फाइनल 13 निकाल्यो हामीले अनि एज अ टिम म्यानेजर चाहिँ कतिको गाह्रो हुन्छ अब के छ रोल होइन किनभने यो आई नो एन्ड लाइक सुमित दाई एकदम एक्टिभली लागिरहनु भएको छ विथ फ्यु अफ हिज आइडियाज टु सपोर्ट द टिम होइन कतिको अब लाइक अघि तिमीले एक्सपेन्सेसको कुरा गर्यो नि इट इज एक्सपेन्सिभ भनेर सो हाउ आर यु गाइज म्यानेजिङ दोज एक्सपेन्सेस किनभने 13जनाको फेरि पर्थ फ्लाइट्स आर नट चिप एन्ड इट इज एक्सपेन्सिभ सो इट्स हार्ड किनभने एक त अब कतिजनाले लङ विकेन्ड कतिजनाले आफ्नो वर्क छोडिरहनु परिरहेको छ इट इज अ टाइम वेयर हामीले त होइन ल काम गरौँ अलिकति एक्स्ट्रा इन्कम होस् भन्ने टाइममा त छोडेर आइरहेको छ त्यो सबै गर्दाखेरि पनि प्लेयर्सहरूले पकेटबाट हालेर टिकट काट्दाखेरि त उनीहरूलाई पनि अप्ठ्यारो हुन्छ कसरी म्यानेज गरिरहेको थियो यो सबै कुराहरू अब हामीले अब स्पोन्सर्सहरू खोज्यौँ मोस्टली अब अभियसली एनसिए पनि भर्खरै फर्म भएको छ एनसिएसँग पनि त्यति धेरै बजेट त छैन अब त्यो भएर हामीले अब स्पोन्सर्सहरू खोजिरहेछौँ त्यसमाथि खोज्यौँ पनि पायौँ पनि कतिजना होइन अझै खोजिरहेछौँ होइन सो इफ एनीबडी इज इन्ट्रेस्टेड होइन स्पोन्सर गर्नलाई होइन प्लिज एनसिएसँग कन्ट्याक्ट गर्नु होला अनि हामीले अर्को ऱ्याफल प्रोग्राम पनि निकालेको छौँ होइन ऱ्याफल प्रोग्राम अब 6 अप्रिलमा हाम्रो लकी ड्र छ ऱ्याफल प्रोग्रामबाट पनि अलि इन्कम जेनेरेट गर्दैछौँ अनि प्लस अब कम्युनिटीमा अलि जोडिएर बस्नुभएको मान्छेहरूसँग पनि अब सपोर्टको लागि भनेर भनिराखेका छौँ कतिको सपोर्ट पाइरहेको छ कम्युनिटीबाट सन्जु अब अहिलेसम्म त राम्रै छ राम्रो सपोर्ट आइरहेछ तिम्रो ठ्याक्कै ऱ्याफलको कुरा उठायो होइन अब यो त हाम्रो गफ क्रिकेट गर्ने गफको प्लेस होइन अनि ठ्याक्कै सोध्नु मन लाग्यो एउटा हाम्रो हबमा एउटा कमेन्ट थियो नि त के भन्छ एनसीले के गर्छ भन्दाखेरि सुमित दाईले चाहिँ आएर होइन नट सुमित दाई सरी आई डोन्ट वान्ट टु मेन्सन नाम मेन्सन भएको थियो नि एनसीले चाहिँ आएर ऱ्याफल टिकट बेच्छ भनेर जोक पनि भएको थियो तर आई थिङ्क त्यो के भएको थियो भन्दा कसैले बाली जाने कुरा के निकालेको थियो अनि त्यसमा हाम्रो दाइले चाहिँ कमेन्ट गर्नुभएको थियो कि ऱ्याफल किन ल्यापटप पार अनि ल्यापटप बेचेर बालीको रिटर्न टिकट आउँछ भनेर कमेन्ट गर्नुभएको थियो त्यो त अनि किनभने लाइक यत्रो एफर्ट छ होइन यो चाहिँ आई थिङ्क यो मिडियमबाट सबैलाई भनिदिनु पनि सक्छ सञ्जीव कि लाइक यो इट्स नट गोइङ इन एनीबडिज पकेट होइन इट्स गोइङ फर वेलबिङ अफ अर्गनाइजेसन अनि अर्गनाइजेसन बेटर भयो भने त्यो अर्गनाइजेसनसँग आबद्ध हुने सबै टिमहरू बेटर हुन्छ भनेर चाहिँ आई थिङ्क इट इज नेसेसरी त्यो स्पिक इट आउट लाउड यो प्लेटफर्मबाट अब यस्तो अर्गनाइजेसनलाई पनि बेनिफिट त त्यहाँबाट केही पनि हुँदैन होइन हामीले जति बजेट अब राखेर हिँडेका छौँ त्यो बजेटको हाफ अफ इट त टिकटमै गएको छ होइन अब टिकटमा गएको छ त्यसमाथि गएर त्यहाँ अब लजिङको कुरा आउँछ फुडको कुरा आउँछ होइन त्यसपछि ट्राभलिङ कस्ट हुन्छ त्यहाँ गएर अब गाडी हायर गर्नुपर्ने हुन्छ अब त्यही भएर अर्गनाइजेसनलाई त मैले अब एज अ ट्रेजरर पनि भन्न सक्छु त्यहाँबाट केही बेनिफिट हुन्छ जस्तो त लाग्यो कि छैन मलाई होइन तर त्यति भए पनि एउटा अर्गनाइजेसनले प्लेयरको लागि चाहिँ अब कति गाह्रो हुन्थ्यो होला इमेजिन गर्न लाइक अब सेलेक्ट भयो टिममा अनि अब आफू पकेटबाट मनी हाल्दाखेरि इट्स नट अबाउट पकेटबाट पैसा हाल्ने होइन इन्ट्रेस्ट भयो भने त हाल्नु पनि हुन्छ होला होइन तर त्यो जुन टाइम छ त्यो दिन छ नि त्यो गर्दा त लाइक त्यो एफोर्ट त अर्गनाइजेसनको थ्रुबाट आएको हो नि त सो आई थिङ्क इट्स रियली गुड द्याट यु गाइज आर डुइङ दिस होइन अब सन्जीव एउटा नयाँ कुरा गरौँ न त अब तिम्रो नयाँ टिम आएको छ अहिले होइन लाइक इट्स बज अहिले क्यानबेरामा विथ मिक्स अफ युथ एन्ड एक्सपिरियन्स यो सबको लाइक बर्न कसरी भयो कसरी जन्म भयो हल्का कुरा गर न अब नयाँ क्लब छ हाम्रो एनएक्सटी नाइट्स एनएक्सटी भनेको नेक्स्ट जेनेरेसन अब बर्थ त कसरी भयो भनौँ अब सो अब त्यही हो अब पहिला अब अलमोस्ट मोस्ट अफ द फर्मर प्लेयरहरू अब अर्कै क्लबबाट खेल्नुहुन्थ्यो होइन
अब त्यहाँबाट अब जो पनि छ सबै यङ केटाहरू छन् होइन। अब त्यही हो, अब ओल्ड र यङको अब त्यो जुन हुन्छ के भन्छ त्यसलाई थिङ्किङ होइन। अब अभियसली यङ केटाहरूले अर्को सोध्छन्, अब हामीभन्दा पहिलाको जेनेरेसनहरूले अलि अर्कै पाराले सोध्छन् होइन। अब त्यो त्यही हो, सोचाइले अब त्यो सोचाइको फरक भएर नै अब नयाँ क्लब बन्ड भएको। अब लेट्स सी के हुन्छ के छ त भिजन अब नयाँ क्लबको लाइक अब टुर्नामेन्ट्सहरू आउँदैछ होइन, कसरी प्लेयरहरूलाई ग्रुम गर्ने, किनभने अब एज यु सेड न डिफ्रेन्ट क्लब्सबाट जोइन गर्नुभएको छ एउटा न्युली फर्म नेक्स्ट जेनेरेसन एज यु सेड होइन। अनि अब जति खेल्दै गयो त्यति डेभलप हुन्छ नि त। के छ त क्लबको प्लान? जस्ट अब अहिले त सिएनपिएल हुँदैछ, प्रब्ली दिल बी सम थिङ द्याट्स कमिङ अप इन आफ्टर सिएनपिएल। के छ क्लबको प्रोग्रेसन प्लान? अब अहिले त सिएनपिएल हुँदैछ, सो मोस्टली प्लेयर्सहरूलाई हामीले सिएनपिएलमै फोकस गर्नलाई भनेको छौँ। किनभने अब यता क्लबबाट गेम खेल्यो, कोही इन्जर्ड भइदियो, कोही भइदियो भने अब एउटा राम्रो अपर्च्युनिटी मिस हुन्छ सिएनपिएल खेल्ने। त्यही भएर हामीले अब जति पनि प्लानहरू छ अब फ्रेन्डलीहरू खेल्ने सबै आफ्टर सिएनपिएल नै प्लान गरेका छौँ होइन। अब जेलअपको कुरा त मोस्टली सब प्लेयरहरूले एकअर्कालाई चिन्छ नै, क्यानबेरा अब स्मल कम्युनिटी छ होइन, सबैले एकअर्कालाई चिन्छ। अनि जो प्लेयर आबद्ध हुनुभएको छ सबैजना एकदम अब पहिल्यैदेखि एक्सपिरियन्स नै हुनुहुन्छ होइन। सो अब प्र्याक्टिस गेम खेलेपछि नै थाहा हुन्छ अब हामीले अगाडि कसरी बढ्ने, अब त्यहीबाट नै थाहा हुन्छ। यो कतिको गाह्रो चिज रहेछ सञ्जीव, यो के भन्छ अब रङ त केही पनि होइन, राइट केही पनि होइन होला होइन, तर एउटा क्लबसँग आफू इमोसनली इन्भेस्ट भइसकेको हुन्छ नि त। आई थिङ्क आइभ सिन यु गेट लट मोर इन्भेस्टेड फ्रम यो प्रिभियस क्लब होइन, लाइक इन मेनी रोल्स, लाइक यु गाइज डु कम्पिटिसन एभ्री इयर एज वेल होइन, त्यहाँ पनि तिमी इन्भेस्टेड छौ। अब त्यो छ नि एउटा कनेक्सन। सो त्यो सबै सट्ट छोडेर एउटा नयाँ स्टार्ट गर्नु त अफकोर्स लाइफ हो, जर्नी हो, लाइक we move from Sydney to Canberra, like I know you get married, it's a journey, त्यस्तै नै हो। तर how difficult or easy त how would I say easy, तर how difficult it is to like start over नयाँ क्लब अनि आफ्नो ओल्ड क्लबलाई छोडेर कस्तो त्यो एउटा फिलिङ कस्तो हुँदो रहेछ? अब इजी त डेफिनेटली थिएन मेरो लागि पनि होइन, बट अब त्यही हो सोचाइको जुन फरक भयो अब त्यसले गर्दा छोडेँ मैले होइन। अनि कुरा आयो अब त्यही इजी त थिएन मेरो लागि छोड्न, तर अब छोड्न पनि मैले झगडा गरेर अथवा उ गरेर छोडेँ होइन, म्युचुअल अन्डरस्ट्यान्डिङमै छोडेँ। दाइहरूले पनि बुझ्नुहुन्छ त्यो कुरा होइन। अनि स्टिल अब कति हुन्छ नि क्लब छोड्दाखेरि टकिङ टर्म्समा हुँदैनन् होइन पुरानो क्लबको, बट अब हामी सबै दाइहरूसँग टकिङ टर्म्समै छौँ। अब के कारणले उ गरेको हामीले सबैलाई एक्सप्लेन गरेकै हौँ होइन। त्यो भएर चाहिँ खासै त्यस्तो गाह्रो चाहिँ भएन। अब इमोसनल अट्याचमेन्ट त छ, अहिले पनि छ, नहुने होइन अभियसली। अब तर अब त्यसलाई कसरी कन्ट्रोल गरेर अब नयाँ डिरेक्सनमा जाने भन्ने कुरो हो कि। र एउटा यो ठ्याक्कै सिएनपिएलमा जोडेँ मैले होइन, एउटा चाहिँ नयाँ मलाई त्यो हाम्रो भाइ जुन कमेन्टेटर भाइ छ नि एकदमै लाइक मैले सुनेँ कि भेरी गुड के त्यो लाइक उसको एनालाइसिस, उसले बोल्ने स्पेसली उसको बोल्ने शैली होइन, मैले पुरै सुनेन होइन, तर उसको कम्पोज भएर बोल्ने त्यो ठ्याक्कै त्यो माइकको लागि बनेको जस्तो भोइस रहेछ कि उसको। यो कमेन्ट्री राख्नुपर्छ भन्ने थट चाहिँ आई नो लाइभ त गइरहेको थियौँ हामी होइन, सुमित दाई, थ्याङ्क्स टु सुमित दाईको एफर्ट होइन, त्यो लाइभ त हामी गइरहेको थियौँ, तर यो कमेन्टेटर राखेर कमेन्ट्री गर्ने भन्ने आइडिया चाहिँ यो कसरी आयो कि? एन्ड ही गट सच अ नाइस प्लेटफर्म राजीव होइन, वी नो युवराज इज अल्सो देयर, उसले पनि एक्सेप्सनली वेल स्पोकन होइन। त्यो 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 आइडिया र एक्सपोजर अनि लाइक इज ही अ भोलिन्टियरी अर इज ही बिन पेड फर वाट इज डुइङ, त्यो सबै कहाँबाट आयो? सो राजीव भाइले चाहिँ हाम्रो एनसिएको फाइनलमा पनि कमेन्ट्री गरेको थियो जस्तो लाग्छ मलाई, गरेको थियो। अनि त्यो गरेको थियो, अनि त्यसमा धेरैजनाले भाइको आवाज राम्रो रहेछ भनेर पनि भनेको थियो। अनि भाइले पनि हामीलाई आफै अप्रोच गरेको थियो, दाइ अब कमेन्ट्री गराउनुहुन्छ भने आइएम इन्ट्रेस्टेड भनेर होइन। अब
अब त्यो हिसाबले हामीले उसलाई राखेको उसको भोइस पनि एकदम एकदम राम्रो छ अस्ति अब लाइभ हेर्ने जो पनि हुनुहुन्थ्यो होइन ग्राउन्डमा पनि कतिजनाले मतलब पिचमा छोडेर फोनमा लाइभ हेरिरहनु भएको थियो म आफै पनि होइन अब अनि जसले पनि हेरेर चाहिँ आवाज सुनेर भनेर भाइको आवाज त एकदम मिठो रहेछ है भनेर होइन अनि अब उसले पनि अब कमेन्ट्री गरिरहेछ आएर होइन अब हामीले पनि उसको पनि एफर्ट अनरिकगनाइजेबल नजाओस् भनेर अब फ्री नै चाहिँ गरेका छैनौँ हामीले होइन डेफिनेटली हि विल गेट वाट इट डिजर्भ्स होइन अनि त्यही नै हो ओके किनभने त्यो एकदम मलाई चाहिँ स्पेसली सायद मेरो एउटा साथीले लाइभ हेरेर रहेछ क्या अनि उसले भन्थ्यो कि त्यो भाइ त ठ्याक्कै त्यो आकाश चोप्रा जस्तो साउन्ड गरेको कस्तो प्रोफेसनल साउन्ड गरेको भोइस क्वालिटी चाहिँ उसको एकदम राम्रो आएको थियो भनेर धेरैले भने क्या भाइले खै के भनेको थियो मलाई ठ्याक्क त्यो टर्म आइरहेको छैन बट उसले त्यो भोइस रिलेटेड केही काम पनि गर्दो रहेछ कि त्यही भएर उसको भोइस राम्रो छ कि कुनै दिन उसलाई पनि यहाँ बोलाएर यसै उसको एक्सपिरियन्स गफर्न पाइयोस् होइन तर इट्स रियली नाइस त्यो इनिसिएटिभ पनि होइन र बाहिर हेर्ने मान्छेलाई पनि मजा आइरहेको थियो लाइभ गएर क्वाइट हुनुभन्दा कसैले बोलेर अनि प्लस द गाई हु नोज अल अफ द प्लेयर्स होइन ऊ अब खेलि पनि रहेको छ उसलाई थाहा पनि छ त्यो चाहिँ एकदम राम्रो इनिसिएटिभ हो सन्दीप अब गफ गर्दै जाँदाखेरि लाइक हुन्छ नि स्ट्राटेजी बनाइन्छ नि अब जसरी अब पनि अब स्टार प्लेयर होइन स्टार प्लेयरहरू जस्तो अब तिम्रो टिममा त दुईजना प्लेयर आई थिङ्क इफ एम नट रङ 2जना 750 बिटमा पर्नु भएको अब मैले एभ्रिबडी इज अ गुड प्लेयर तर त्यो अब एउटा स्टार भ्याल्यु भयो होइन एउटा उसबाट आएपछि ब्यालेटबाट आएपछि गाह्रो हुन्छ स्टार प्लेयरहरूलाई म्यानेज गर्न किनभने उहाँहरूको थट्स इनपुट हुन्छ नि त होइन अनि फेरि क्याप्टेनको थट यु गट अ यङ क्याप्टेन होइन अनि उसको थट अर्को हुनसक्छ अनि त्यो डिफ्रेन्सेस कहिलेकाहीँ हुनसक्छ कसरी म्यानेज गरिन्छ त्यो सबै कुरालाई यु एज अ प्लेयर पनि मैले यस्तै सोचिरहेको छु कि तिमी त्यहाँको म्यानेजरै जसरी भयो सोधेँ होइन डोन्ट गेट मी रङ होइन म्यानेजर नै हो ओके ओके एज अ म्यानेजरै हो भने चाहिँ कतिको इजी गाह्रो हुँदो रहेछ क्या त्यो हुन्छ नि किनभने आउँछ नि त जस्तो अब प्रशान्त दाई इज गट टन्स अफ एक्सपिरियन्स होइन प्रशान्त दाईको एक्सपिरियन्स त नो म्याच अनि सौरभ भाइ हि हेज गट अ ब्रिलियन्ट प्रेजेन्स अफ माइन्ड होइन वेन इट कम्स टु क्रिकेट आई थिङ्क म आई करेक्ट मी इफ आम रङ तर म एज अ फिलिङ चाहिँ दुईजना लाइक स्ट्राटेजी वाइज मैले क्यानबेरामा देखेको दुईजना प्लेयर चाहिँ एउटा आशिष दाई र एउटा सौरभ तिनीहरूको ब्रेन चाहिँ एकदम के भन्छ त्यो भाइले यो मान्छेले अब आउटस्विङ गरिरहेछ ब्याकफुटमा गएर खेल्नु अब फ्रन्टफुटमा गयो भने गाह्रो हुन्छ अथवा इनस्विङ उसले एनालाइज गर्छ क्या त्यो सबै कन्ट्रिब्युसन आउँदाखेरि चाहिँ अनि एउटा यङ क्याप्टेनलाई कतिको इजी गाह्रो हुन्छ होइन बिकज आई थिङ्क हि वाज यो मार्की प्लेयर एन्ड इज यर क्याप्टेन एज वेल सरोज भाइ होइन त्यो एज अ टिम म्यानेजर चाहिँ कतिको के नोटिस गर्छ अथवा तिम्रो इनपुट के हुन्छ त्यसमा अब गाह्रो त डेफिनेटली हामीलाई केही पनि भएन होइन अब सरोज डेफिनेटली एज अ क्याप्टेन एक्सपिरियन्स थिएन उसलाई होइन बट एज अ प्लेयर हि हेज गट टन्स अफ एक्सपिरियन्स होइन अनि रह्यो कुरा प्रशान्त दाई र सौरभ भाइको प्रशान्त दाई त अब नो डाउट अब उहाँ जति क्रिकेट त क्यानबेरामा कसैले नि खेलेको छैन होला होइन इन्ट्रेस्टेड होस् कता कता गएर खेल्नु भएको छ दाइले होइन अनि सौरभ भाइको नि अब माइन्ड चाहिँ एकदम क्रिकेटिङ ब्रेन छ क्या उसको होइन अनि त्यसमाथि अब उहाँहरूको एक्सपिरियन्स डेफिनेटली अब क्याप्टेनले अब कोही इनएक्सपिरियन्स क्याप्टेन छ भने अब त्यही एक्सपिरियन्सहरूबाटै सिक्ने हो होइन अब दाईहरूले अथवा सौरभ भाइले के इनपुट दिन्छ सौरभ हाम्रो भाइस क्याप्टेन पनि हो होइन सो उसको इनपुट त डेफिनेटली आउँछ नै अब प्रशान्त दाईको नि इनपुट आउँछ होइन अब त्यसमा अब क्याप्टेनको अब आफ्नो कल पनि हुन्छ बट अब त्यहाँबाट उसले के पोजिटिभ्स लिन सक्छ त होइन त्यो चाहिँ अब क्याप्टेनमाथि भर पर्छ नि त अब म चाहिँ अब सरोजलाई चाहिँ अब त्यही भन्न चाहन्छु अब सौरभ भाइ र अब सौरभ भाइको ब्रेन प्रशान्त दाईको एक्सपिरियन्स होइन अब त्यो दुइटा मिक्स भएर चाहिँ जुन इनपुट आउँछ नि होइन त्यो एज अ क्याप्टेन चाहिँ इट विल बी भेरी हेल्पफुल टु हिम होइन अनि हि विल लर्न अ लट फ्रम देम के नट जस्ट हाम्रो करेन्ट फ्रेन्चाइजको लागि मात्र जिएम रहेछ मात्र नभएर उसलाई आई थिङ्क फ्युचरमा पनि हेल्प हुन्छ किनभने त्यो आइडियाजहरू किनभने अगेन आफ्टर दिस 2 मन्थ फेरि वे ब्याक टु आवर ओन टिम होइन अगेन विल बी अपोनेन्ट त्यो गर्दै गर्दाखेरि एकदम अहिले यो तिमीहरूको जुन लास्ट गेम भयो नि त्यो गेमको चर्चा चाहिँ अब हाम्रो हबमा एकदम छ नि त होइन मैले ठ्याक्कै त्यो तिमी यहाँ आज आई थिङ्क
राइट टाइममा आयो कि रङ टाइममा आयो, मैले तिमीलाई फायर लाइनमा धेरै पारेँ जस्तो फिल भइरहेछ होइन। तर कस्तो भने एकदम क्वेसनहरू आइरहेको थियो नि त। गेम वाज वन्डरफुल, सुपर, तर सो मेनी क्वेसन मार्क्स इन टर्म्स अफ वाइ द्याट ब्याटिङ लाइनअप, अर मेबी वाट ब्याटिङ लाइनअप अलिकति अर्को भइदिएको भए के हुन्थ्यो भनेर होइन। तिमीले पनि देखाइदियो होला, पोस्टहरू थियो होला। त्यो यो कुरा भयो गेम पछि टिम डिस्कसनमा, टिम हडलमा आफ्टर द गेम कि लाइक होइन लाइक वाट एभर ह्यापन इट वाज प्लान्ड अनि सिचुएसन त्यस्तै भयो भन्ने भयो, कस्तो थियो? अब ब्याट्सम्यान पठाउनु त डेफिनेटली क्याप्टेनकै कल थियो होइन, बट अब त्यो सिचुएसनमा कसरी खेल्ने भन्ने कुरा त क्याप्टेनले सिकाउँदैन नि त हरेक प्लेयरलाई होइन। क्याप्टेनले भनिदिन्छ यस्तो यस्तो छ होइन, हामीलाई यो बाहिरबाट म एज अ म्यानेजर पनि कराइरहेको थिएँ होइन, केटा रन बल चाहिएको छ भनेर। अब त्यो सिचुएसनमा प्लेयरले अब आफ्नो नर्भ्स कसरी कन्ट्रोल गर्छ भन्ने कुरा होइन। अब प्लेयरलाई लागेको थियो होला अब रन बल चाहिएको छ, म हान्छु, उडाएर हान्छु, कनेक्ट भयो लाग्यो भने त रन कम बल बढी हुन्छ होइन। अब त्यो भयो, अब त्यही कुरामा सक्सेसको एक्सपिरियन्सले काम लाग्यो होइन। अब राज दाई वाज बलिङ 18th ओभर होइन, अब हि बोल्ड ब्रिलियन्टली होइन, अब नो डाउट। तर अब त्यही कुरामा अब आखिरमा डिफरेन्स 1 रनकै आयो नि त। अब त्यहाँ ब्याट्सम्यानले रन त्यो उडाउने नसोचेर म ब्याटमा लगाएर 1 रन मात्रै लिन्छु भने त्यो एउटा विकेट गयो, जो नेक्स्ट ब्याट्सम्यान आएको थियो त्यहाँ अब 1 रन मात्रै लिँदिएको भयो भने आखिर लास्टमा त्यही 1 रनको डिफ्रेन्सले हारियो नि त होइन। त्यो 1 रन त्यहाँ भइदिएको भए डेफिनेटली वी माइट ह्याभ बिन अन द विनिङ साइड के। अब त्यही हो, अब हाम्रो केटाहरू यङ छन् होइन, त्यति एक्सपिरियन्स छैन त्यो। अब मलाई चाहिँ ठ्याक्क उसको साउथ अफ्रिका र नेपालको गेम ठ्याक्क त्यसको झलका आयो क्या कहाँ गएर। अनि त्यही हो, अब त्यतिखेर पनि त्यही कुराहरू नै आएको थियो नि त। अब एक्सपिरियन्स साइड र अलि इनएक्सपिरियन्स साइडको होइन। अब यहाँ पनि म त्यही नै भएको हो भन्छु। अब यसले कतिको मोरललाई उ गरेको छ सञ्जीव टिमको, किनभने हुन्छ नि त एउटा टेक्निकली त घाँटीमा गइसकेको खाना बाहिर निस्क्यो नि त। त्यो अभियसली प्लेयरहरूलाई उनीहरूको मोरल कस्तो थियो गेम पछि, अभियसली डाउन फिल हुन्छ। र क्रिकेट त अलिकति साइकोलोजिकल गेम पनि हो, यसले चाहिँ डज द्याट इफेक्ट इन यर कमिङ डेज कि एज अ टिम म्यानेजर कि कसरी के डिस्कसन भयो हडलमा कि यो ओभरकमिङ अफ इट? नो डाउट इट वाज एन एक्सेप्सनल गेम, तर इट वाज अ लस द्याट वाज डिफिकल्ट टु सल्भ भन्छु नि मलाई चाहिँ त्यस्तै फिल भयो क्या। त्यही अब 1 रनले हार्दा अलि डिफिकल्ट त भएको थियो होइन, बट अब मोरल चाहिँ हाम्रो डाउन भएको छैन। किनभने सक्सेसको जुन ब्याटिङ लाइनअप थियो होइन, डेफिनेटली दे वुड हेभ स्कोर्ड मोर देन 200 होइन। जुन स्पेसली स्टार्ट जुन किसिमको पाएको थियो होइन, तर हाम्रो बलर्सहरूले एक्सेप्सनल बलिङ गरे होइन। 149मा राखेर हामीले अब 1 रनले मात्र हार्यौँ। सो वी हेभ गट द्याट पोटेन्सियल होइन। अब कहिलेकाहीँ ठ्याक्क त्यो मोमेन्टमा केही कुरा क्लिक गरिदिँदैन, त्यही भएर अब त्यो हुन गयो त्यो दिन होइन। बट डेफिनेटली नेक्स्ट गेममा चाहिँ त्यस्तो हुनेवाला छैन। ओके नेक्स्ट विकमा वी आर एनिमिज विल सी। चोक्सबाट सञ्जीव एउटा मलाई एकदम सोध्न मन लागेको, यो चाहिँ एकदम फ्रम अ भेरी पर्सनल साइड होइन। इज सञ्जीव एज अ टिम म्यानेजर अर एज एन एनसिए ट्रेजरर बिन ओभरस्याडोड बाई सञ्जीव एज अ प्लेयर? किनभने जहिले पनि you're a good player, you're a terrific player, तर जुन एउटा रेस्पोन्सिबिलिटी तिमीले लिन्छौ जुनै क्लबमा बसे पनि, त्यसले गरेर चाहिँ के तिमी ओभरस्याड आफ्नो एज अ प्लेयरलाई चाहिँ पछाडि पारिरहेछौ त? किनभने कहिलेकाहीँ अब टिम म्यानेजर भनेपछि बलीको बक्रा आफै पनि बन्नुपर्ने हुनसक्छ क्या होइन। र मैले चाहिँ एज अ फ्रेन्ड एज अ भ्युवर मैले देख्दाखेरि चाहिँ त्यो भएको हो कि त्यसलाई चाहिँ अब हाउ आर यु डिलिङ? किनभने देयर आर टाइम्स वेयर you might just have to raise your hand and say, ल ठिक छ आज म बस्दिन्छु त तिमीहरू खेल्ने केटा हो। आइम नट जस्ट नट टकिङ अबाउट फ्रेन्चाइज होइन, अल टुगेदर अब क्लब्सको कुरा पनि भयो होइन। किन त्यसले चाहिँ के तिमीलाई ओभरस्याडो गरे जस्तो लाग्छ सञ्जीव एज अ भेरियस रोल भर्सेस सञ्जीव एज अ प्लेयर? अब ओभरस्याडो त त्यस्तो केही पनि भएको छैन होइन। अब त्यो मैले चाहिँ अब त्यो एउटा पर्फेक्ट ब्यालेन्स हुन्छ नि सबै कुराको, त्यो चाहिँ कसरी गर्ने भन्ने कुरा जानिसकेको छु।
अब कहाँ कति टाइम दिनुपर्छ, कहाँ कतिखेर के गर्नुपर्छ होइन, ठ्याक्कै थाहा छ। अब पहिलादेखि गर्दै आएको भएर पनि होला होइन, किनभने म अब बिएनसिसी जोइन गरेँ, बिएनसिसीमा जोइन गर्ने बित्तिकै ट्रेजरर भएको होइन, सो त्यहाँ पनि ट्रेजरर प्लेयर थिएँ। अनि त्यसपछि पछि गएर एनसिएमा पनि ट्रेजरर प्लेयर, कमिटी मेम्बर सबै छ होइन। सो त्यही यु हेभ टु फाइन्ड द्याट ब्यालेन्स के, पर्फेक्ट ब्यालेन्स फाइन्ड गरेर सबै कुरा म्यानेज गर्न चाहिँ इजी हुँदो रहेछ कि। अनि मैले किन मात्र सोधेको भने देयर वाज आई थिङ्क देयर सो मच द्याट यु क्यान अनलेस एज अ प्लेयर, तर कहिलेकाहीँ त्यो एउटा पोजिसनलेमा भएपछि कति चिजहरू सेक्रिफाइस गर्नुपर्छ नि त। जस्तो कोही क्याप्टेन हि माइट बी एन अलराउन्डर होइन, तर अब पर जस्ट एज अ प्लेयर खेल्दा चाहिँ उसले हुन्छ नि ल म बलिङ पनि गर्छु ब्याटिङ पनि गर्छु भनेर एउटा आफूलाई पुस गर्छ नि। तर एउटा क्याप्टेन भएपछि एउटा प्रेसर कस्तो आउँछ भने लाइक आफ्नो 2 ओभर नराम्रो भइदियो भने ला अब लाइक अब रोटेट गरौँ भनेर अनि आफूलाई त्यो एक्स्ट्रा पुस गर्न सकिँदैन नि त। त्यो हिसाबले चाहिँ एज अ प्लेयर चाहिँ ओभर स्याडो नहो होइन, मोर अफ वी वान्ट टु सी मोर अफ यु भन्ने हिसाबले चाहिँ मलाई एकदम यो मनमा लागेको भएर मैले देखेको भएर चाहिँ यो लाइक सोधिहालेँ क्या फ्याट। एक दुईवटा यसो जिस्किने पारामा एक दुईवटा क्वेसन छ होइन, लाइक यु माइट हेभ टु चुज वान अफ देम। तर म चाहिँ के भन्छ भने यु क्यान एक्सप्लेन, तर यु आर जस्ट एक्सप्लेनिङ हुम यु चुज एन्ड युआर नट एक्सप्लेनिङ हुम युआर नट चुजिङ है त। ओके, मैले धेरै छैन 2-4वटा मैले तिमीलाई हाम्रो विकेश भञ्जन भाइ र निश्चल भाइमा चुज गरेँ भने कसलाई चुज गर्छ? विकेश नो डाउट। किन? जस्ट विकेश है, नट निश्चल भाइ। अब विकेश हि हेज वर्क क्लोजली विथ मी होइन, वी नो इच अदर भेरी वेल। अनि निश्चल भाइ अन एन्ड अफ भइरहेको छ, उसको भरै हुँदैन। अब हुन त निश्चललाई मैले सिडनीबाट नै चिने हो होइन, तर सिडनीमा पनि ऊ अन एन्ड अफ नै थियो, यहाँ पनि ऊ त्यस्तै छ होइन। सो विकेशसँग चाहिँ अब एकदम क्लोजली काम गरेको भएर अब प्र्याक्टिस सेसनहरू पनि सँगै गरेको भएर नो डाउट विकेश। मैले आउटसाइड तिम्रो क्लबबाट 2टा प्लेयर सोधेँ त। हाम्रो अहिले भर्खर आइरहेको यङ बलर छ नि, बलर अलराउन्डर भन्छ, जनक भाइ कि सुमित पातल दाई? सुमित दाई। सुमित दाई तिम्रै टिम, तिम्रै फर्मर टिमबाट भनौँ होइन, र करेन्ट टिमबाट सरोज भाइ कि बसन्त भट्ट दाई? सरोज कार्की। सरोज कार्की। NXT or Buddha Nepalese cricket? NXT Knights. NXT Knights. Lastly, a few of your sponsors and Everest Education Visa Services ki golden moment. गाह्रो भयो। You have to choose one. You can explain your choice. Everest. Everest. You want to explain? You're wearing GM Royals है, GM Royals को जर्सी लगाइरहेको छौ है तिमीले? एभरेस्ट पनि छ। सो हाम्रो जिएम रोयल्स पार्टनरसिप हो, हाम्रो राघव दाई, कृष्ण दाई र राजेन्द्र दाईको। सो उहाँहरूको अब जिएम रोयल्स एज अ टिम नभएर एज अ बिजनेस पनि पार्टनर हुनुहुन्छ, त्यही भएर एभरेस्ट। थ्याङ्क यू सञ्जीव। मलाई पहिलेदेखि मलाई चाहिँ तिमीलाई एउटा यस्तो टाइममा इन्भाइट गर्न मन लागिरहेको थियो जब अलिकति माहौल तात्यो, इन द सेन्स गेम होस् होइन, किनभने एज अ प्लेयर अनि वी क्यान एनालाइज पनि गेमहरू के भयो कसो भयो भनेर होइन। यहाँ आइदियो होइन, कस्तो भयो एक्सपिरियन्स र कतिको हाम्रो ऊहरू हेरिरहेछौँ होइन। हामीले चाहिँ थ्रु राजधानी डायरिज, थ्रु सागर दाईको यो इनिसिएटिभ, वाट वी आर ट्राइङ टु डु इज प्रमोट द ह्यापनिङ्स लिग होइन, प्लस प्लेयर्स पनि होइन। अब कमिङ डेजमा विल ट्राई टु ब्रिङ मोर प्लेयर्स एन्ड टक अबाउट देयर एक्सपिरियन्सेस गेम होइन। समटाइम्स मे बी नट सुपर एक्साइटिङ, तर चाहिँ तिमीले कतिको फलो गरिरहेछ हाम्रो पोडकास्टहरू, अनि लाइक वाट आर यु फिडब्याक्स अन वाट क्यान वी डु टु इम्प्रुभ? अब पोडकास्ट फलो गरि नै रहेको थिएँ, किनभने अब एनसिएबाट अजय दाई, सुमित दाई आउनु भएको थियो पहिला पनि होइन। अब त्यो भएपछि अब मलाई पनि बोलाउने हुन् कि भन्ने थियो पहिल्यैदेखि। अनि त्यो भएर अब पोडकास्ट पहिला कहिले गरेको छैन होइन, फर्स्ट टाइम हो मेरो। अनि त्यो भएर अब कहाँ के कसरी बोल्ने, कहीँ केही प्यात्तै चिप्लिहाल्यो भने गाह्रो हुन्छ पछि भनेर अब सबै पोडकास्टहरू हेरि नै रहेको थिएँ मैले। अब हाम्रो स्पेसल्ली सिएनपिएलको जुन पोडकास्टहरू सबै पोडकास्ट हेरेको छु मैले होइन। अब थ्याङ्क्स टु यु एन्ड सागर दाई होइन, यो राजधानी डायरिजले गरेको एकदम राम्रो इनिसिएटिभ लिएको छ होइन।
स्पोर्ट्सलाई नै प्रमोट गर्ने प्लस आई थिङ्क सागर दाईले बिजनेसलाई नै प्रमोट गर्नुहुन्छ यहाँ ल्याएर होइन सो थ्याङ्क्स टु यु एन्ड ह्याट्स अफ फर द अमाउन्ट अफ टाइम एन्ड वर्क यु गाइज पुट इन होइन अनि अब इम्प्रुभमेन्टको कुरा त मैले अघि भनिहालेँ होइन अब त्यही एउटा दुइटा एपिसोडमा चाहिँ मलाई अलिक साउन्ड ऊ भएको अप डाउन भएको जस्तो लागेको छ बाँकी त इट्स पर्फेक्ट के थ्याङ्क यू सञ्जय विल डेफिनेटली वर्क अन द फिडब्याक होइन एन्ड थ्याङ्क्स फर यर टाइम थ्याङ्क यू सो मच